नमस्कार साथीहरु, स्वागत छ तपाईलाई रिभ्यू विमल युट्युब च्यानलमा। आज हामी नेपालको चलचित्र उद्योगमा प्रतिभा, सौन्दर्य र मेहनतको अद्भुत मिश्रण ल्याउने 5 नारी र तिनीहरूको कथा, संघर्ष र सफलता बारे चर्चा गर्दैछौँ। आउनुस् ढिला नगरी सुरु गरौँ। र हाम्रो नम्बर 1 को लिस्टमा रहेकी छिन् स्वस्तिमा खड्का। उनको जन्म 1995 4 जुलाई काठमाडौँ नेपालमा भएको थियो। 2015 मा होस्टेल रिटर्न्सबाट अभिनय यात्रा सुरु गर्दा स्वस्तिमा खड्काले आफ्नो नाम मात्र होइन, अभिनय कौशलले पनि दर्शकको मन जितिन्। र 2017 मा छक्का पञ्जा 2, लभ 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 अनि 2019 मा बुलबुल, जसलाई नेपालले ओस्कर इन्ट्रीमा पठायो, यी सबै उनको करियरलाई नयाँ उचाइमा पुर्यायो। आज उनी केवल अभिनेत्री मात्र होइनन्, प्रेरणादायक महिला पनि हुन्, जसले आफ्नो काम र व्यक्तिगत जीवन दुवै सन्तुलनमा राखेकी छिन्। र त्यसैगरी हाम्रो नम्बर 2 को लिस्टमा वर्षा राउत रहेकी छिन्। उनको जन्म 1993 14 डिसेम्बर सिन्धुली नेपालमा भएको थियो। 2013 मा रोजेको मैले नामको म्युजिक भिडियोबाट करियर सुरु गरेको थिइन्। वर्षा राउतले छोटो समयमै म्युजिक भिडियोदेखि ठूला पर्दासम्म आफ्नो पकड जमाइन्। जात्रा, गोपी अनि व्यावसायिक हिट छक्का पञ्जा, जात्रै जात्रा, मिस्टर झोले, यी सबै मुभीले उनीलाई नेपाली चलचित्रको मुख्य धारामा स्थापित गरिदिए। उनको अभिनयमा देखिने स्वाभाविकता र चरित्रमा ढल्ने क्षमता, त्यो नै उनको विशेषता हो। र त्यसैगरी हाम्रो नम्बर 3 को लिस्टमा रहेकी छिन् उपासना सिंह ठकुरी। उनको जन्म 1998 20 सेप्टेम्बर दार्चुला नेपालमा भएको थियो। 2019 मा कबड्डी कबड्डी कबड्डीबाट डेब्यू गर्दा नै उपासना सिंह ठकुरीले दर्शकको ध्यान तानेकी थिइन्। उनको अभिनय यात्रा छोटो भए पनि उल्लेखनीय छ। डिसेम्बर फल्स, 2 नम्बरी, हात्ती छाप, के घर के डेरा अनि आउने चलचित्र सुम्निमासम्म उनको उचाइ, व्यक्तित्व र स्क्रिन प्रेजेन्सले उनलाई नयाँ पुस्ताको स्टारको रूपमा स्थापित गरिरहेको छ। र त्यसैगरी हाम्रो नम्बर 4 को लिस्टमा रहेकी छिन् मेरुना मगर। र उनको जन्म 1994 18 जुलाई हङकङमा भएको थियो। उनको बाल्यकाल धरान र लन्डनमा बित्यो। 2018 मा लाल पूर्जाबाट अभिनय सुरुवात गरेकी मेरुना मगरको यात्रा चमत्कारिक रहेको छ। 2022 को कबड्डी 4 द फाइनल म्याच नेपालको सबैभन्दा बढी कमाउने चलचित्र र 2023 को जारी 2 दुवै सुपरहिट भए। उनको भूमिकामा देखिने आत्मविश्वास अनि ग्रामीण कथालाई पर्दामा उतार्ने कला, त्यो नै उनलाई फरक बनाउँछ। र हाम्रो 5 को फाइनल नम्बर लिस्टमा बेनिसा हमाल परेकी छिन्। र उनको जन्म 1992 जुलाई 25 गीतानगर चितवनमा भएको थियो। रेडियो जोकीबाट सुरु भएको बेनिसा हमालको यात्रा आज नेपाली फिल्म जगतमा सम्मानित नाम बनेको छ। र 2010 को सोरबाट डेब्यू गर्दै उनीले मोक्स्याप, ब्ल्यान्ड ड्रग्स, घर अनि हालैको छक्का पञ्जा 4 मा दमदार अभिनय गरिन्। उनको विविध भूमिकामा डुब्ने क्षमता अनि पर्दामा ल्याउने भावनात्मक गहिराई, त्यो नै उनको पहिचान हो। यी 5 नारी स्वस्तिमा, वर्षा, उपासना, मेरुना र बेनिसा नेपालको चलचित्र इतिहासकै रंगीन पानामा सदैव अंकित हुनेछन्। यिनीहरूको कथा, संघर्ष र सफलता, यही हो नेपाली सिनेमाको वास्तविक सौन्दर्य। र यी 5 नायिका मध्ये तपाईलाई सबैभन्दा बढी मनपर्ने नायिका को हुन्, कमेन्ट गर्न नभुल्नुहोला। र साथै भिडियो मन परेमा लाइक अनि सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्यांक यू।